हे एभ्रिवान हस् तपाईँहरू आरामै हुनुहुन्छ, म पनि एकदमै आरामै छु। म अहिले तपाईँहरूलाई यो भिडियो देखाइरहेको छु। यो रुख चाहिँ केसको होला जस्तो लाग्छ तपाईँहरूलाई साथीहरू। एकदम नै संरक्षण गरेर राखिरहेको छ कि जस्तो रुख भए पनि, जति बुढो भए पनि होइन, अहिलेसम्म यसलाई संरक्षण राखिरहेछ होइन। एकदम सफा गरेर चट्टा हाँगाहरू काटेर राखिरहेछ। यसको रुख केसको होला जस्तो लाग्छ साथीहरू। मैले यसो निरीक्षण गर्दै थिएँ केसको रुख हो भनेको त्यो यो चाहिँ अनारको रुख रहेछ साथीहरू। त्यहाँ देख्न सक्नुहुन्छ होइन, अनार लट्टमै फलेको छ, तर यिनीहरूले अनार खाएको छैनन् कि यो मन्दिरमा हो भएर हो कि सायद यिनीहरूले यतिकै अनार खाँदैनन् होला। त्यहाँ देख्न सक्नुहुन्छ अनारु, त्यहाँ एउटा दुईवटा तिनवटा टन्नै फलेको रहेछ। अहिले चाहिँ झरेर सुकेर गइसकेको छ, देख्न सक्नुहुन्छ। यहाँ पनि देख्न सक्नुहुन्छ, म तपाईँहरूलाई यहाँ पनि देखाउँछु। यो अनारु यो यहाँ पनि अनारहरू रहेछ। यो चाहिँ खासमा अनारको बुढा रहेछ, एकदम नै 100 साल वर्षको हुनसक्छ यो, सायद निकै नै बुढो भइसकेको छ यो रुख। त्यहाँ एउटा दुईवटा तिनवटा चार पाँचवटा हाँगा टनै छ। यता अनार फलेर तल पनि झरिरहेछ, तर यिनीहरूले खाएको छैनन् साथीहरू। यिनीहरूले बाहिर अन्त कतै फलफुलहरू फल्यो भने, जस्तै नेपालमा हुन्छ नि, हामी चोरेर खाने हुन्छ नि, कतै सोधेर भए पनि टिपेर भए पनि खान्छौँ नि। तर यहाँ त्यस्तो केही छैन, बाहिर देखेको कदापि यिनीहरूले खाँदैनन्। किनकि यिनीहरूले अब प्राय चाहिँ सपहरूमा बेच्न राखेको, त्यसमा चाहिँ विषायुक्त भएको अनि चेक जाँच गरेको, अनि त्यसलाई चाहिँ हुन्छ नि स्ट्याम्पहरू दिएको भएपछि ओके भनेर राखेछ भने बल्ल मात्रै खाने हो, नत्र भने त्यतिकै खाँदैन। देख्न सक्नुहुन्छ त्यो चाहिँ रहेको छ। ओके गाइज, यति भन्दै यो भिडियो यहीँसम्म। मेरो भिडियोहरू लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु होला। आरिगातो गोजाइमास।